Day 2 on the way to Rara अनि यो चाहिँ हामी इभी चढिसकेको थियौँ बिहान 5 बजे फ्रम कोहलपुरबाट चाहिँ हामी इभी चढेको थियौँ यो चाहिँ बबाई भन्ने ठाउँमा खाजा खानालाई रोक्दो रहेछ नर्मली त्यहाँ चाहिँ तातो समोसा अन्डा चिया पाउँदो रहेछ अनि कस्तो मिठो थियो अनि त्यहाँ खाइयो पनि एकैछिन मोबाइल चार्जमा पनि हालियो चार्ज सकिएको थियो अनि हामी हिँड्दाखेरि घाम लागेको थिएन अनि अहिले चाहिँ बल्ल घाम लाग्दै थियो कस्तो न्यानो भइरहेको थियो अनि हामी दुईटा चाहिँ रारा जानलाई सो एक्साइटेड थियौँ अनि फाइनली हामी चाहिँ सुर्खेत पुग्यौँ यो चाहिँ सुर्खेतको हाइवे होला नाम चाहिँ मलाई त्यति थाहा भएन म चाहिँ बाटोभरि हिँडिरहेको थिएँ यो चाहिँ सुर्खेतको बस पाएको यहाँबाट चाहिँ हामी जानुपर्ने थियो तर हामी चाहिँ के भयो भने स्कर्पियोहरू पाउँछ होला भनेर गएको थियौँ तर पाइएन के अरे त्यहाँबाट जाने चाहिँ बस लाग्दो रहेछ अनि एउटा अङ्कलले चाहिँ त्यो अटोवाला दाइलाई भनिदिएर त्यो अर्को ठाउँसम्म अर्को स्टेसन जहाँबाट चाहिँ मुगुको लागि बस लाग्छ त्यहाँ गयौँ उहाँले चाहिँ टिकट काटिस्यो अनि हामीलाई चाहिँ त्यो टिकट काट्दाखेरि दुईजनाको 5000 पे गर्नु पर्यो सायद अलिक महँगो लियो कि भन्ने लागिरहेको थियो नो आइडिया कति थियो अनि हामी त्यहाँबाट सुर्खेतबाट हिँड्यौँ कस्तो रमाइलो भइरहेको थियो बसमा हिँड्न पनि यो डिफ्रेन्ट एक्सपिरियन्स हुने नि त होइन कति धेरै मान्छेहरूसँग कुरा गर्नु पाउने त्यो बहिनी मिलाइदिनु पछि त नाचेको पनि थिइन् त्यो बहिनी मैले भिडियो त बनेन हर नेम इज झरना कस्तो क्युट थिइन् त्यो बहिनी यो चाहिँ हामी खाना खानालाई चाहिँ दैलेखमै रोकेको दैलेखै पर्छ तर के पर्छ त मलाई थाहा भएन नाम चाहिँ थाहा भएन तर त्यहाँबाट देखेको भ्यू हो पिसफुल थियो खाना पनि एकदम मिठो थियो त्यहाँबाट हामी फ्रेस भयौँ हात मुख धोयौँ अनि त्यहाँ चाहिँ ऐना हेर्दै हुनुहुन्छ मेरो श्रीमानज्यूले अनि म नि ऐना हेर्छु कस्तो बिजोक देखेछु म त भन्दै थिएँ अनि उहाँले चाहिँ मेरो के भन्दै हुन्थ्यो मलाई कस्तो लागिरहेछ भने भन्दै सोधिरहेको थियो अनि हामी चाहिँ त्यो दैलेखको भ्यूहरू हेरिराख्यौँ यो पनि रमाइलो भयो इट्स अ वन्डरफुल एक्सपिरियन्स अनि खाना खायौँ अनि खाइभरि हामी निस्केर हिँड्यौँ बाटो चाहिँ एकदमै डर लाग्दो क्या त्यो कस्तो डर लाग्दो भिडहरू होइन तर अब त्यो बाटो सबै पिच छ तर सबै डर लाग्दो नै छ क्या रोड चाहिँ यो चाहिँ कर्णाली फर्स्ट टाइम कर्णाली देखेको म चितवनको अनि लमजुङको पनि त्यही भएर पनि देख्यो सायद यो चाहिँ हामी ठाउँको नामै याद छैन क्या मलाई त कहाँ पुगिन्छ होइन त्यस्तो डर लाग्दो भिडियो थियो तर एकदमै रमाइलो थियो बाहिर हेर्नलाई चाहिँ यो चाहिँ एकदम ब्युटिफुल भ्यू अनि दैलेखकै फाँट पर्छ यो सबै चाहिँ मैले सानो क्लिपहरू चाहिँ यो एउटा सानो मेमोरी बनाएर राख्छु भनेर खिचेको थिएँ अनि योबाट चाहिँ हामीलाई त्यहाँको लोकल पिपल अनुसार चाहिँ उतापट्टि देखिएको डाँडा चाहिँ अछाम हो अनि हामी अहिले दैलेख कालीकोटको बाटो हिँडिरहेछौँ कि यस्तो के थियो तर मलाई यति याद छ कि उतापट्टि देखिएको चाहिँ अछाम हो भनेर यो देखिरहेको त्यो गाउँ चाहिँ मानमा गाउँ हो जुन चाहिँ कालीकोटको सदरमुकाम पनि हो यो जाँदै थियो उतापट्टिको चाहिँ हुम्ला भन्नु जस्तो लाग्थ्यो है उतापट्टिको भिलेज चाहिँ हुम्ला हो अनि एकदमै डरलाग्दो नै भिड छ कि त्यहाँबाट तल देख्दाखेरि हामी चाहिँ अहिले यो कालीकोटमा रोकिएको थियौँ अनि म चाहिँ उहाँलाई कस्तो लागिरहेछ भन्दै सोधिरहेको थिएँ अनि प्लस कुरा टायर्ड एक्सट्रिमली टायर्ड थियौँ दुई चाहिँ बसको ट्राभल थियो अनि यस्तो पाराले फोटोसोटो खिच्यो अनि यहाँ बसिरहेका थियौँ कुराहरू गरिरहेको थियौँ अनि यति डरलाग्दो डाँडाहरू कि हामी यस्तो डराउँदै यो चाहिँ राम्रो भ्यूसँग खिचेको मानमा गाउँ तर हामी मानमा गाउँमा चाहिँ हाम्रो बस रोकिएन अनि हामी मानमाभन्दा अगाडि ताडी भन्ने ठाउँ रहेछ त्यहाँ चाहिँ खाजा खानको लागि रोकिएको थियो बस अनि खाजा चाहिँ त्यहाँ केही पनि नपाउँदो रहेछ चाउचाउ र अन्डा बाहेक अरू केही पनि नपाउँदो रहेछ अनि त्यसको चाहिँ 50 रुपियाँ कि यस्तै कति लिएको थियो कि अनि मिठो थियो खाजा त तर मैले चाहिँ खाएको थिइनँ मेरो हस्बेन्डले खाँदा अलिकति चाहिएको थिएँ अनि कस्तो अनि हामी चाहिँ त्यहाँबाट चाहिँ नाङमा भन्ने ठाउँमा गएर बास बस्नेवाला थियौँ यो चाहिँ ताडीको एउटा कुकुर कस्तो क्युट थियो अनि हामी अब ताडीबाट चाहिँ नाङमाको लागि प्रस्थान गर्दै थियौँ बाटो एकदमै डरलाग्दो थियो कस्तो भिड थियो ड्राइभरले कहाँ र हालिदिनुहुन्छ जस्तो डर लागिरहेको थियो हामी यत्तिकै हेरिरहेको थियौँ निन्द्रा पनि लागिरहेको थिएन राम्रोसँग अनि फाइनली हामी त्यसको नि लगभग 1.5-2 घन्टै ट्राभल गरेपछि चाहिँ होटलमा पुग्यौँ त्यहाँ चाहिँ कस्तो सिस्टम रहेछ भने
अब सबैसँग मिलेर बस्ने भने चाहिँ 300 रुपियाँ खाना खाएपछि फ्रीवाला नि हुँदो रहेछ। तर हामी चाहिँ होइन, एउटा आफ्नो प्राइभेटै लिगौँ भनेर चाहिँ वान नाइटको 1000 रुपिज थियो। होटलमा बसेको, त्यहाँ बस्यो अनि वी बोथ वेयर सो टायर्ड। अनि खानासाना खाएर सुतिहाल्यो। अनि अब भोलि भेटौँला, बाई बाई।